र अब यहाँ जति पनि भेला हुनुभएका छ हाम्रो गाउँले नेपाली दाजुभाइहरू सम्पूर्ण यहाँनिर सम्पूर्ण आफ्नो आफ्नो जात वर्ग हुनुहुन्छ। हामी एउटै परिवार हो र नेपाली र अब हामी यहाँ यसरी सहयोगको लागि आएको छौँ। जे जति छ हामी सहयोग गर्छौँ। सहयोग गरिराखेर चाहिँ हामी आज फर्किन्छौँ। यहाँ अब हाम्रो भाइरल बहिनी हाम्रो के अरे लक्ष्मी गिरी बहिनी छ, उहाँको भिडियो हामी पहिल्यैदेखि हेरेको हो र उहाँले चाहिँ र हामी चाहिँ अब गाउँ चाहिँ हामी जानु सकेनौँ किनभने अब तपाईँले बाटो देखिहाल्नुभयो, हिँड्ने हिलो पुरा रहेछ। हिजो फेरि पुरा पानी आएकोले गर्दाखेरि गाडी पनि नआउने स्थिति रहेछ। त्यसले गर्दा चाहिँ हामी बहिनीलाई को सहयोग मागेर हामी चाहिँ एकै ठाउँ बहिनीकै घरको अगाडि नै सबै यहाँ दुःख पाउने पीडित परिवारहरू बोलाएर चाहिँ हामी यहीँनिर चाहिँ कन्ट्रिब्युसन गरेर हामी सहयोग गर्दैछौँ। हामी यहीँनिर दिँदैछौँ बहिनीहरूलाई र देख्नुहुन्छ तपाईँहरू अब बोलाएर एक एकवटा गरेर बहिनीलाई र त्यो गरेर अब त्यस्तो छ। र यसरी अब हाम्रो साथीभाइहरू यसरी यहाँनिर छ र अब जति पनि हुन्छ हामी गाउँलेलाई नै सहयोग गरेर राखेर चाहिँ हामी जाने। यहाँ हाम्रो यता वृद्ध बाबा हुनुहुन्छ सिनियर बिचरा बुढापाका मान्छेहरू पनि छन्, यसरी आइदिनु भएको छ हो। उहाँहरूलाई नै अब सहयोग गऱ्यो भने चाहिँ अब एउटा ठुलो धर्म हो। र जति पनि हजुरहरूले हामीलाई विश्वास गरेर सम्पूर्ण सहयोगहरू गरिदिनु भयो। क्याङ्साबाट पनि गरिदिनु भएको छ। क्याङ्साबाट हाम्रो सन्तोष प्रधान दाजुले उठाउनु भएको थियो र हाम्रो के अरे हाम्रो तपाईँलाई यो हाम्रो सहयोग गर्नेको चाहिँ म तपाईँलाई यहाँ नाम भन्दैछु। तपाईँलाई म सहयोग गर्नेको तपाईँलाई नाम भन्दैछु। फर्स्ट अफ अल तपाईँको अब हाम्रो पहलमा रिनक प्रोफेसनल ड्राइभर वेलफेयर एसोसिएसन, त्यहाँदेखिको एन्ड अल तारपिन जिपियु भनेको मतलब तल रोडेथाङ पुलदेखिको लिएर चाहिँ हामीले तारपिन फाटकसम्म, त्यहाँदेखिको हामीले बजार, त्यहाँदेखिको रेसी र रेसीमा चाहिँ एकदम ठुलो कन्ट्रिब्युसन भएको छ हाम्रो रेसीमा। रेसीको सम्पूर्ण मानिसहरूलाई है उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। रेसीबाट चाहिँ हामीलाई एकदम ठुलो सहयोग भएको छ। र त्यहाँबाट हाम्रो विश्व विनायक परिवार समिति रिनक समाज हो। यो समाजबाट हाम्रो गोविन्द सरहरू हुनुहुन्छ र गोविन्द सरहरू कपिल काकाहरू हुनुहुन्छ। उहाँहरूले पनि हामीलाई सहयोग पठाइदिनु भएको छ। यो लगिदिनुहोस् भनेर उहाँहरूले स्वयं दुःख गरेर उठाइदिनु भएको छ। र सिक्किम एक्स नेभल सेलियर एसोसिएसन जो नेभीका हुनुहुन्छ, जो सिप्लाटुमा हाम्रो राजेश सरहरू हुनुहुन्छ, उहाँहरूको एसोसिएसनबाट पनि हामीलाई ठुलो सहयोग पुर्याइदिनु भएको छ। र पावर डिपार्टमेन्ट रिनक उहाँहरूले पनि धेरै सहयोग पुर्याइदिनु भएको छ। र गभर्मेन्ट सेकेन्ड्री स्कुल तारपिन स्कुलले पनि धेरै सहयोग हामीलाई पठाइदिनु भएको छ। र उहाँहरूलाई सम्पूर्णलाई जो सहयोग गरिदिनु हुनेलाई हामी रिनक ड्राइभर एसोसिएसनको तर्फबाट धन्यवाद दिँदै यहाँ अब हामी यहाँ बहिनीहरूलाई अब हामी वितरण गर्दैछौँ। यहाँ आम जनताहरूलाई वितरण गर्दैछौँ। दिनु नि सबैलाई दिनुहोस् त, आउनुहोस् त। धेरै छैन, जति छ सहयोग छ है। हुन्छ। सपना छेत्री को सपना छेत्री आउनु त। सपना छेत्री होइन त, हाम्रो यो गाउँको वार्ड मेम्बर है। ए हजुर हजुर हजुर। उहाँ चाहिँ अहिले आफ्नो उसमै होइन हाम्रो लागि बिजी हुनुहुन्छ। उसको चाहिँ हामीले आफै राखिदिएको छौँ। ए हुन्छ, लानुहोस् न बहिनी, दिदी बहिनी। अनि काजी छेत्री नाजुक स्थिति छ नि हौ बाटोहरू हो। आम्मामा हिँडेर काजी छेत्री को हुनुहुन्छ? काजी छेत्री बोलाउँदा पनि सुन्दैन, लिनुहोस्। कान ड्यामेज भयो। राजेन प्रधान मेरो काका हुन्छ। हाम्रो एउटा नेपालीको मानवताले गर्दा यही जग्गामा तपाईँहरूले सहयोग गरिदिनु आह्वान गर्न चाहन्छु। र धेरै छ यस्तो, र जे जति सकिन्छ होइन, अब जे जति सकिन्छ त्यति गरेर आज हामीहरू पनि सिक्किने लाउनु नि अन्त फेरि पनि हामीले जानकारी केही देखाउनेछौँ ल भन्दै मैले आफ्नो यही राख्न चाहे। धन्यवाद। मनोज शर्मा र यसरी सहयोग गरिरहेको छौँ हामी। भटाभट हामीले यहाँ पैसा है वितरण गर्दैछौँ, लिफा वितरण गर्दैछौँ।
र यहाँ जति पनि यहाँ हाम्रो गाउँले बासिन्दाहरू छ र रहेको र हामी अझै गाउँमा अलिकति बाटो कहाँ राम्रो छ उतापट्टि अलिक रहेछ त्यहाँ पनि गएर सिनियर सिटिजनहरूलाई पनि हामी केही राहतहरू दिएर जाउँ भन्ने एउटा हाम्रो अपेक्षा छ है। यहाँ हाम्रो प्रेसिडेन्ट साहब, भाइस प्रेसिडेन्ट साहब र मेम्बर साथीभाइहरू सबै छ है। तपाईँले विभिन्न जग्गाहरूबाट सहयोग पीडितको निम्ति हामी माझमा दिनुभएको थियो र त्यही आज हामीले सहयोग तपाईँहरूको साथ सपोर्टले गर्दा आज हामीहरू एउटा संस्था ग्राउन्ड जिरोमा आसाम नेपालीपट्टिमा पुगिसकेका छौँ। यसरी नै दिनु भन्ने कुरो धेरै थोर चाहिँ जति भए पनि हामीहरू यहाँनिर 70-80 घर जस्तो यहाँका पीडित परिवारलाई धेर थोर सहयोग राशि दिइरहेको छौँ र